उहाँले चाहिँ तपाईँलाई धोका दिँदा उसको तनिया भयो भने मन चाहिँ बोयफ्रेन्डसँगै छ कि त्यही भएर मलाई चाहिँ चित्त बुझिरहेको छैन। अब फेरि दुईजनासँग बिहे भएर पनि फेरि माग्न आएको छ अब फेरि जान्छु पहिला। अनि लिम्बूको बिहेमा अनि अनुहार त बाहुन जस्तो छ त अनि। सहरको भिडभाड धुलो र हल्लाबाट टाढा जब बाटो घुम्दै घुम्दै पहाडतिर उक्लन्छ मन पनि बिस्तारै शान्त हुँदै जान्छ। आज हामी एउटा नयाँ यात्राको सुरु गर्दैछौँ। हाम्रो गन्तव्य हो बराक क्षेत्र नगरपालिका 1 चियाबारी। पहाडको काखमा बसेको यो सुन्दर ठाउँ जहाँ चिसो हावा र शान्त वातावरण छ। हामी क्यामेरा, लाइट, एक्टर्स र आफ्नो टिमसँग ठुलो सपना लिएर यहाँ आएका छौँ। 2 दिन हामी यहीँ बस्नेछौँ। म्युजिक भिडियोका लागि सुन्दर सिनहरू क्याप्चर गर्नेछौँ। यो भिडियोमा तपाईँले देख्नुहुनेछ हाम्रो यात्रा, सुटिङको बिहाइन्ड द सिन र पहाडको सुन्दरता। तपाईहरू पनि हाम्रो यो यात्रामा साथ दिनुहोस् किनभने कहिलेकाहीँ सपना पुरा गर्न यस्तै सुन्दर ठाउँसम्म यात्रा गर्नै पर्छ। हाम्रो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर साथ दिन नभुल्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। ल हाम्रो आजको यो प्रोजेक्टमा नरिवल कसले बुझाउने हाम्रो एकदमै शुभ र सफल रहोस्। ल पनि साथ दियोस्। सबै हाम्रो कलाकार आर्टिस्टहरूको सबै टिमको चाहिँ यो प्रोजेक्टदेखि चाहिँ सबैको चाहिँ शुभ रहोस्, सफल रहोस् भन्ने चाहिँ हाम्रो हाम्रो यो सबै कुराहरूले पनि साथ दियोस् भन्दै यहाँ राख्दा हुन्छ हैन सर? एकछिनको लागि अरु खै सम्झाइ दिन्छ। उता आर्टिस्टहरुलाई नि यो ल यसलाई के भनेर हजुर के गर्नुपर्छ? ल क्यामेरा चाहिँ सेभ गर है। अलिक परे प्रोजेक्ट सुपास ल त्यस्तो गरौँ हैन? ल के छ? खोइ अर्को ब्याग चाहिँ साइड ब्याग खोइ राम्रोसँग बस्नु हुन्छ, आउँदै गर्नु भइहाल्छ नि, आइहाल्छु नि, हुन्छ सोल्टी म आइराख्छु नि। यति काट्छ यति काट्छ सोल्टी म आइराख्छु नि। हुन्छ सोल्टी म आइराख्छु नि। कस्तो अनुभव भइरहेछ सर? तपाईँको प्रेमिका आज सहर जाँदैछिन्। बडो दुःख भइरहेछ मलाई। हो, रुन मन लागिरहेछ। मन लागिरहेछ तर आँसु झार्न सकेको छैन। 1 मिनट लाग्छ फेरि आँसु झर्न? लाग्छ। त्यति भनिसकेपछि मात्रै बोल्नुहोस् ल। तपाईँ नअट्किने क्या, अट्केपछि त सोल्टिनी हजुर सोल्टी पोजिसनमा आएर बोल्नुहोस् न। पोजिसनमा क्यामेराको फोकस हेर्छौँ क्या गर्नुहोस् ल। हुन्छ नि सोल्टी आइराख्छु नि। तपाईँ खेतबारीको चाहिँ भिडियो मिस गर्नु है। हुन्छ, ठिक छ त। ओ जङ्कुक के छ? दिपेश तपाईँ कता हुनुहुन्छ? हाम्रो हिरो के छ? कति टेक लिनुभयो अरे? 50 टेक हो। 50 टेक? त्यस्तै लाग्यो मलाई, भारी बोकिहाले। मेहनत गरे अनुसारको फल पाइन्छ भन्ने आशा गरिएको छ। त्यो यो यस्तो सकिन्छ। उकालो र ओह्रालो, डाँडा काँडा 10 सेकेन्डको क्लिपको लागि चाहिँ क्लिपको लागि चाहिँ यति टेक लिँदा चाहिँ गरेर खान सकिन्छ जस्तो लागेन। होइन, बिस्तारै बिस्तारै सकिहाल्छ। ओह्रालो अरे का अब उकालो ओह्रालो कुन ओह्रालो हो फेरि? बिटिएसको लिड सिङ्गर जङ्कुक। हाम्रो लिड हिरोइन
भ्लगर चाहिँ खतरा हो तर तपाईँ साँच्ची हालत यस्तो छ चप्पलमा सट्ट जाँदै हुनुहुन्छ कस्तो कस्तो अनुभव भइरहेछ यो उकालो र ओह्रालोमा 50 टेक लिँदाको अनुभव 50 झन् नि 50 नि पुग्यो माथि त नि पुग्यो नि हो भने रमाइलो नि मलाई फर्स्ट टाइम एक्सपिरियन्स एकदम राम्रो म्युजिक भिडियोमा यो हालत छ फिल्म खेल्नु पर्यो भने के होला रमाइलो बिजोक रमाइलो हुन्छ हजुर हो त्यता पनि त यस्तै छ फेरि अर्को डाँडा नि यस्तै डाँडा यो खेत भनेको चाहिँ यता हो ए हाम्रो साथीभाइहरू यहाँ तल हुनुहुँदो रहेछ नि त यसरी छड्के पार्नै हुँदैन सिधा पो त यसो अनि फ्लिप गर्न मिलिहाल्छ नि मलाई आउँदैन नि त एडिट गर्न आउँदैन एडिट गर्न त म आफ्नै तरिकाले गर्छु क्या क्यापकटबाट होला क्यापकटदेखि गर्थेँ अहिले इन्सर्ट हामी डाभिन्चीबाट गर्छौँ नि केबाट डाभिन्चीबाट सिकाउनु न मलाई पनि यसो हुन्छ सिकाइहालिन्छ नि झन्डै लडे तपाईँ युट्युब चलाउनु न युट्युब चलाउँछु धान रोप्नको लागि खेतमा के आली लगाउँदै हुन्छ होला खोइ म पाहाड साड बसेको छैन थाहा छैन मलाई त आमामा हाम्रो डाइरेक्टर साहब कहाँ पुगेको हो बाफरे हाम्रो खेतालाहरू रेडी भएर हाम्रो लोकेसनतर्फ लागिँदैछ हामी त तपाईँकोमा खेतालो आउँदैछौँ के छ भिनाजु साहब हिरोनीको भिनाजु साहब हामी त इन्टरनेसनल भेना चाहिँ पल्लो घरको साइलोको गाह्रो छ हामी क्यामेरा हाम्रो मेन डिओपी सर अझै माथि हो आमामा कत्रो हाम फालेको हाम्रो हिरो नि आएन नि फेरि हाम फाल त एकचोटि लु त्यहाँ माथिबाट हाम फाल त उल्टी जाऊँ हामीले चाहिँ गाउँबाट हाम्रो आर्टिस्टहरू खेतालाको लागि नपुगेर चाहिँ गाउँबाट पनि बोलाएको छौँ गाउँलेहरू यहीँको हाम्रो उहाँ माथि हुनुहुन्छ नि उहाँ क्याप लाउनु भएको छ नि उहाँ नै हो हाम्रो डाइरेक्टर सर चाहिँ आमामा कालो र ओह्रालो गर्दा त जो हुने रहेछ त क्यामेरा एक्सन आउनु जाने जाना ढूंढे तुझे दीवाना माछा पालेको यतिको लाइफ कसको होला र किन उठ्नु भएको नउठ्नु न तर तपाईँ भ्लग बनाउनुहुन्छ क्यामेरा चाहिँ यहाँ हेर्नु यसरी खिचेको छ होइन यस्तो पछाडिबाट खिचेको छ अगाडि गर्दा यसरी हो कि त्यही त तर तपाईँले यस्तो गर्नु त यो सकेपछि फुटसल हान्नुपर्छ केटाहरूसँग बुढाहरूसँग उहाँ त काम गर्नुहुन्छ नि होइन गएर ए जाट जाटको गर्नुहुन्छ यस्तो तिमीले त्यो हिरो कुरा ज्यापो समात्नु पर्ने हुन्छ होइन ठाउँमा काट्न अलिकति काटेर यहाँ यसरी बिहान गर्दा त्यो छ्याटोकर छाटेर लगाइसक्नु पऱ्यो राम्रो छ धेरै राम्रो अहिले राम्रो छ भरे अलिकति त्यो तोप बनाएको भन्छ तपाईँले एकछिनमा फेरि यस्तो न नि दिदी सुन्नु न अब अहिले च्यातिन्छ अनि फेरि अर्को हामी आएको देखाउनु पर्यो नि त भाइसँग त्यो सानो काँचासँग अनि त्योसँग त्यतिखेर यो च्यातेकै हिँड्नु यस्तो भयो भने चाहिँ फिल्मले गीतले ओभर ल्याप होइन
काट्यो त खुट्टा हिरोको बचाउन जानु पर्दैन हेर्दैछु म आउनु आउनु टेक हो होइन स्टाइल मात्रै हो त्यो त नहेर्नु नहेरि हेरेको माथि आएपछि त्यो भाउ देखेको त किन गरो यस्तो पाराले आँखामा हेर्छ होइन उसलाई होइन त्यो फिल गर्छ नि अनि त्यो यस्तो हल्का के बनाएको छ हाम्रो लिड हिरोइन र हाम्रो सिङ्गर जाँदै हुनुहुन्छ लोकेसनतर्फ अब हामी पनि लोकेसनतर्फै जाँदैछौँ यो मेरो ह्याट देखेर छक्क पर्नुभयो होला यो चाहिँ हाम्रो डाइरेक्टर साहबको ह्याट हो उहाँको चाहिँ टाउको अलिक दुख्यो अरे ह्याट लाउँदा गरेर त्यही भएर मलाई दिनुभएको अब शीतल हुँदो रहेछ ठाउँ पनि एकदम राम्रो हामी चाहिँ धरान 20 नम्बरबाट होइन के चियाबारी 1 चियाबारी उयो चतरा नगरपालिका बरा क्षेत्र नगरपालिका ए बरा क्षेत्र ठाउँ राम्रो छ एकदम हेर्न सक्नुहुन्छ एकदम राम्रो छ हामी चाहिँ लगभग पुग्न लाग्यौँ एकदमै मिठो हावा चलिरहेको छ यहाँ यहाँबाट लोकेसन राम्रो हेर्नुहोस् त हामी यति माथि छौँ यति हाइटमा छौँ हाम्रो साथीहरू चाहिँ उहाँ हुनुहुन्छ म त्यहाँबाट माथिबाट तपाईँहरूलाई देखाउँछु कस्तो छ ठाउँ भनेर है जङकुक सुरु भयो यस्तो दामी हावा चलिरहेको छ गाइज यहाँबाट म झऱ्यो भने के हुन्छ मेरो त अनि कपालको टाउको एउटा कपाल पनि भेटिँदैन होला त त्यस्तो डाँडामा छु म हौ साथी कता हो लाग्यो हाम्रो अरू क्रिउ पनि जाँदै हुनुहुन्छ पालो गर्दै हामी चाहिँ हिँडेरै जाने भनेको भर्खर खाइएको थियो अलिकति यसो पच्छ पनि भनेर होइन खाएरै मात्रै सुतेर मात्रै जिउखेरि लाग्छ पेट ठुलो भइसक्यो थुत्नु मात्रै गतिलो भएर के गर्नु पेट चाहिँ सुड्डो अङ्कलको 60 वर्षको जस्तो छ कि कसो कि के भन्न चाहनुहुन्छ फिट अरे त सास फुलाएर त फिट सास तानेर त फिट भइहाल्छ नि त्यस्तो हो गाइस पानी नखाने हामी एक्सट्रिम खाने एक्सट्रिम एक्सट्रिम इज द सिक्रेट अफ माई एनर्जी वाउ कति राम्रो कति मिठो कसले किन्थ्यो भाइ कसले कुन दाइ ए प्रोड्युसर साहबले ए सबैलाई बाँड्दै हुनुहुँदो रहेछ नि त हाम्रो नेक्स्ट लोकेसन चाहिँ यही हो हाम्रो यहाँ बिहेको सिन हुन्छ झन्डै आज त बाँच्यो त आज त अलिकतिले नत्र त मरिन्थ्यो त थेट अलिकतिले बाँच्यो त अनि भिडियोमा आयो नि अब त भाइरल हो नि भिडियो त भाइरल आयो नि भिडियोमा झ्याप्पै झरेको थेट बाँच्यो अलिकतिले नत्र मरिन्थ्यो आज अल्लाहु अकबर हुन्थ्यो हाम्रो बेहुलीको घर चाहिँ यही हो यहाँ तयारी हुँदैछ नेक्स्ट सिनको लागि हाम्रो प्रोड्युसर साहब वहीँ हुनुहुन्छ
बल्ल बल्ल बाँच्नु भएको मान्छे पानी पिउँदै हुनुहुन्छ म पनि त आफ्नै धुनमा त थिएँ त म पनि आफ्नै धुनमा थिएँ कस्तो टिकटक बनाए जस्तो चाहिँ होइन यो कोइन्सिडेन्टली भयो कि कहाँ थाहा थियो त यस्तो झर्छ भनेर म त भिडियो बनाउँदै आउँदै थिएँ भिडियो बनाउँदा आउँदा आउँदै गमराङ गुम्नुमै झऱ्यो नि त थैट तर ए त्यो नमरे पनि नमजाले बिहोस चाहिँ भइन्थ्यो बेहुलीको घर हाम्रो बेहुली लोकेसन तपाईँ लिम्बू हो कि राई हो लिम्बू त अर्को होइन क्यारेक्टर चाहिँ लिम्बू हो ए उहाँले हिजो पनि नबुझ्नु भएको थियो अर्को ढाकाको हेर्छ यस्तो हाम्रो बेहुला आजको हाम्रो बेहुली जोडी कस्तो छ गाइज कमेन्ट गर्नु होला रियल जोडी होइन रियल जोडी हो यो मोमेन्टमा आएर सबैले मलाई पेल्नी अब भिले नै तपाईँ भइसक्नुभयो गीतमा मर्नुबाट बाँची आज रिदम त साह्रै राम्रो मान्छे थियो बिचरा बेलै भएको थिएन यति छोटो उमेरमा गयो मर्ने स्थिति पो झन्डै आयो त सास अझै फुलिरहेछ अझै डर लागिरहेछ विरक्त लागेर हावा हान आएको छु म त शीतल हावा चलिरहेछ सट्ट अनि यहाँ छ हाम्रो टोली गर्दैछन् त्यही हो गाह्रो छ गाइस ल देखिहाल्नुभयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला धन्यवाद सुनाइदिउँ कि अघि गर्दै उसको एउटा खेलिन्छ त एउटा फोटो चट्ट हो उहाँले चाहिँ उहाँलाई धोका दिनुभएको कस्तो फिल भइरहेछ उहाँले चाहिँ तपाईँलाई धोका दिँदा यस्तो फिल भइरहेछ यहाँको मुटु चाहिँ तपाईँले किन धोका दिनुभएको छैन मैले धोका दिएको अनि किन चाहिँ अर्कैसँग बिहे गरेको त बिहे गरेकै होइन यो हेर त आफ्नो प्रेमिका अर्कैसँग बिहे हुँदा किन यति धेरै खुसी शुभ हुँदैन आज पनि आउँदैन है हजुर ढाका टोपी यता कथाले मागो होइन खेल्नै पर्यो हाम्रो भाइ पो बेहुला जस्तो देखिने भयो त हौ लु बवाल देखियो त ठ्याक्कै नेपाली शाहरुख खान देखियो त क्या करूं हाय कुछ कुछ होता है कस्तो लागिरहेछ माइजू रमाइलो लाग्यो तपाईँलाई कस्तो लाग्यो मेरो छोरी रामरी जाऊ भन्ने टाइपको हुनु पर्यो नि त खै त घुवा रुनु पर्ने हुँदैन खोइ अनि बेहुली रुने सिन छैन यहाँको सुट सक्यो अब यो हामी तोरण निकाल्दैछौँ है कुन फोन इस मसँग छ खोइ त थ्याङ्क यू पनि छैन थ्याङ्क यू भेरी मच भने तपाईँले मेरो बिहेमा मलाई नै तोरण चुटाउन आउँछ बेहुली छाड्न मुनि भरे
के गर्नु लाग्यो अरे आफ्नो बिहेमा आफूले तोरण जुटाउनु लाउँछौ बिजोग रमाइलो भएछ त मेरो बेहुली एन्टीले लग्यो मेरो एन्टीले खोइ त आन्टी एन्टी माथि बेहुलीसँग होला ला पर्खिरहेको छु झाटा धर पनि खुकुरी 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 नदिउँ है झाटा धर यहाँ पनि मेरो बेहुलीले टिका लाएर कति पायो सुक्खो नि कस्तो ए टिका झन् 50-50 गरेर आज सुँगुरो सेको अब 50-50 नै भएको झरेर हामी यहाँबाट झरेर गएको भए त ठोकेको भए सही नै भइगएको नि अनि ठोकेर अलिकतिले भयो त नत्र त बिजोकै भएको नि हौ हैट गाइज हौ लाखे लाग्यो है ससुरालीतिर सर नमस्कार के छ अरे ससुरालीतिर लाग्यो ओहो खोइ त कोसेली वा हाम्रो मिसेसले बोक्दै हुनुहुन्छ ए बिहे भयो एकदम फाइनली भयो ज्वाइँ भयो हेर त बेहुला चप्पलमा चप्पलमा हामी चाहिँ बिहेको सिन सकेर नेक्स्ट लोकेसनतर्फ लाग्दैछौँ त्यहाँको चाहिँ सक्सेसफुल भयो अलि साँझ परेको छ यहाँदेखि उकालो हाम्रो साथीहरू आउँदै हुनुहुन्छ हाम्रो माइजू अगाडि जाँदै हुनुहुन्छ यो साथी हो गाह्रो छ सुट गर्नलाई आउटपुट हेर्दाखेरि मजा आउँछ तर त्यो पछाडिको मेहनत धेरै हुन्छ कति गाह्रो हुन्छ भिडियोमा देखिराख्नु भएको होला रमाइलो पनि हुन्छ मजा पनि हुन्छ हाम्रो घर छ हाम्रो नेक्स्ट लोकेसन यही हो हामी सेटअप गर्दैछौँ यस्तो छ यता बेहुला उता दौरा सुरुवाल लाउने अर्को बेहुला दुईजनाको आज भिडन्त पर्न लागेको छ सुटमा कतिको तयारी छ भिडन्तको लागि भिडन्त त के भन्नु अघि नै अब सेक्रीमा उडाइदिइसकेको बेहुली चाहिँ त्यही पनि अब यसो रिच चाहिँ पुऱ्याउने हो ठिकै छ ल दुईजना छ बिहे हुँदा कस्तो फिल दुईजना छ अब त अब फेरि दुईजनासँग बिहे भएर पनि फेरि माग्न आएको छ फेरि जान्छु पहिला अम्मै बिजोग भएछ यता लोकन्तले कति पाउनु भयो पैसा लोकन्तले छ नि यहाँ ब्यागमा ओहो 50-50 है अनि लिम्बूको बिहेमा अनि अनुहार त बाहुन जस्तो छ त अनि ए हो ठिक छ ए मेरो सिलाम सागमा त के रे हुन्छ प्रियकाले अघि लाउनु भएको थियो नि सिलाम सागमा त्यो खोइ आइड्रप हुँदैन मलाई सबै थोक भन्छ सबै थोक भन्छ अरे उहाँ चाहिँ म एक्टर पनि हो म क्यामेराम्यान पनि हो म एडिटर पनि हो सबै थोक म यो ठाउँमा चाहिँ धेरै हावा चलिरहेको छ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यस्तो छ अनि उहाँले भ्लग बनाउँदै हुनुहुन्छ उहाँको भ्लग चाहिँ म यहाँ सेन्ड गरेर मेरो भ्लगमा हाल्छु च्यानलको नाम आर ब्रोज फिल्म्स सब्सक्राइब गरिदिनु होला अनि तपाईँको चाहिँ के हो प्रियाका अम्बले राई सब्सक्राइब गरिदिनु कति लामो नाम हौ के हो लामो त्यो त छोटो हो नि छोटो हो त्यो तर कति धेरै हावा चलिरहेको छ गाइस देख्न सक्नुहुन्छ कति धेरै गाह्रो यस्तो हावा चलिरहेको छ यता सुट भइरहेछ मान्छे उडाएर लग्छ कि भन्ने टेन्सन यस्तो डाँडो छ यहाँ हेर्नु त र पनि हामीले हाम्रो काम छोडेका छैनौँ त्यही भएर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु एक्सन घर पनि हेर्दै आउनु ल घर पनि थोरै देख यसो गर्नु अलिकति ब्याक जानु थोरै देख ल आउनु 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 आज हाम्रो सुट सकियो फर्स्ट डे अफ सुट अब हामी जाँदैछौँ
तल ओह्रालो झर्दैछौँ यस्तो छ माथिबाट साथीहरू आउँदै हुनुहुन्छ र आजलाई यति नै त भन्दिनँ फेरि अर्को सिन छ फेरि इन्डोर किचनको त्यो देखाउँछु ल के हरायो अरे तिम्रो मोबाइल खै मेरो मोबाइल हरायो थाहा छैन मलाई म हो म ह्याक हाल्नु गरेको तिमी भाइ मेरो ठिक थियो आजको हाम्रो रातिको खाना तयार हुँदैछ लोकल कुखुराको मासु अब बिहे भइहाल्यो भोजको त तयारी गर्नु पर्यो नि त होइन सर कि कसो हौ कि के भन्छ भाइ होइन यता अर्को भ्लग चलिरहेछ मेन हिरोनी यता रेडी हुँदैछ अघि टिका लगाएको पैसा माग्नु ए साँच्चै अनि कति के कस्तो भयो टिका लाएर पैसा कति भयो 50-50 ल्याम 50-50 छिटो अब हाम्रो हिजोको सुट चाहिँ सकेर हामी आज दोस्रो दिनमा छौँ हामीले घरभित्रको जुस सुटहरू लिएर अब हाम्रो यहाँको अन्तिम सुट भइसकेर हामी नेक्स्ट लोकेसनमा जाँदैछौँ र हाम्रो यो भिडियो चाहिँ चाँडै आउँदैछ हामी युट्युबमा पनि राख्नेछौँ सबैमा तपाईँहरूले जुस सपोर्ट गर्नु पर्यो र हाम्रो चाहिँ एकदमै यो फर्स्ट एकदम राम्रो निकाल्न हामीले प्रयास गरिरहेका छौँ हामी सबै टिमहरू भएर हाम्रो गीतको शीर्षक चाहिँ तुमा भन्ने छ यसमा चाहिँ एउटा बान्धवा भाषामा राखिएको हो जुस खेतालो गएको गीतमा चाहिँ हामीले यो गर्दैछौँ यहाँ आउनु छिटो न स्टेप गर गाउँ घरको म्युजिक बजायो होइन मकै खाँदै हिँड्ने यसरी त्यसलाई के भन्छ त्यसलाई के भन्छ कुखुरा भन्छ के भन्छ के छ त्यहाँनिर मोहल्ला महला के हो महला भनेको गोरुको मुखमा लगाउँदैन मोहल्ला नयाँ दुलै अब के छ कतातिर लाग्यो त उसको तनिया भयो भने मन चाहिँ बोयफ्रेन्डसँगै छ कि त्यही भएर मलाई चाहिँ चित्त बुझिरहेको छैन म यहाँनिर बोयफ्रेन्डलाई जारी तिर्नु लाएर जिम्मा लाउँछु होला के छ जाने हो त अनि बोयफ्रेन्डसँगै जाने नि किन नजानु अब म जारी चाहिँ राम्रो कतिले उठाएर बोयफ्रेन्डलाई जिम्मा लाउनु पर्नेछ अब यस्तो बुढीले जिन्दगी चल्दैन मेरो लाग्यो हामी त अर्को लोकेसनतर्फ हाम्रो बेहुलाई यहाँ दुल्हन फर्काउनको लागि सुसिली बोकेर चट्ट बेहुली बिना एक्लै ससुराली जानु परिरहेछ म यो कुरा चाहिँ साह्रै चित्त बुझिरहेको छैन बेहुलीको चाहिँ अब बोयफ्रेन्डसँग नै चक्कर चलिरहेछ म चाहिँ अब कि बोयफ्रेन्ड काट्छु कि जारी तिराएर जिम्मा लाउँछु यस्तो दुःख म सहनु सक्दिनँ भन्ने कुरा हो ठिक छ हाम्रो यहाँ अगाडि साथीहरू पनि जाँदै हुनुहुन्छ पछाडि यता आउँदै हुनुहुन्छ यस्तो छ हामी मेलातिर जानुपर्छ साथीहरू बाइकमा सरर गए म त हराएँ क्या हो यार न अगाडि साथीहरू छन् न पछाडि साथीहरू छन् कुन बाटो हो
म त कन्फ्युज भएँ यार छैन कोही पनि एक्लै छु पहाडको बाटो कहाँ हो थाहा छैन कहाँ चाहिँ हो त यार हेट यस्तो छ ठाउँ त राम्रो हो मान्छे हराएर पो तनाव भरे खोजे भइयो भने साथीहरू सबै धरान पुग्लान् म त बिजोकमा बस्नु बल्ल बल्ल एउटा घर चाहिँ देखियो हो कि होइन ए हो हिजो हामीले फर्स्ट सुट गरेको लोकेसनमा आइपुग्यो त्यहाँ हामी अब अर्को सिन खिच्दैछौँ ल पुग्यो त्यहाँ देखियो त्यही तलको घर यही घर बस थ्याङ्क गड भगवान् उफ म त साथै गएको छु नि हौ आलु ले लो 10 रुपियाँ किलो आलु हो बहिनी आलु लिने हो भुजा पनि छ है दिदी उहाँ भुजा दिनको कमाइ चाहिँ कति बस्छ हौ हौ लाग्यो अलि मजाले भयो भने त हुन्छ हौ अनि ए हो र राम्रै पो हुन्छ त राम्रै पो बस्छ आफै हाम्रो चाहिँ यहाँ मेलाको सिन अब प्रिपेयर गर्दैछौँ हामी यहाँनिर झाडु बेच्ने डोको छ यहाँ बिस्कुटहरू छ यहाँ दाल चिनी नुन चिउरा भुजा हाम्रो क्यारेक्टरहरू सबै रेडी हुनुहुन्छ के को चटपटे व्यापारी हो फेरि तिमी चाहिँ के म त यो गाउँको काजी हो दादा भत्ता उठाउने काजी जस्तो नै भत्ता उठाउने सुरुमा तिमीलाई हो 10% म त दिए पो यहाँनिर हाम्रो आलु छ अदुवा छ त्यसरी प्रिपेयर हुँदैछ हाम्रो सुट यही हुन्छ पानीले अलिकति समस्या परेर एकैछिनको लागि सुट चाहिँ पज गर्दैछौँ सेटअप सबै प्रप्सहरू हामीले यहाँ राखेका छौँ अब पानी रोकिन साथ हामी फेरि स्टार्ट गर्छौँ एक्सन लु जानु बाइक झर्नु हाम्रो खाजा ब्रेक भएको छ सबैजना हामी खाँदैछौँ हैन के हामी तल गएर जुस खाउँ त दादा अब चाहिँ हामी लाग्यौँ अर्कोतिर चाउचाउ खाँदै सुरुमा कसले दिएको प्याकेट कसले दिएको अनि भलाइका जमानै छैन ल नमस्कार सबैलाई आज चाहिँ हाम्रो यो सूर्यकुण्ड बरा क्षेत्र 1 मा छौँ अहिले चाहिँ हाम्रो गीत तुप्माको चाहिँ सुटिङ सकेर हामी चाहिँ अहिले चाहिँ आराम गरिरहेछौँ बसिरहेछौँ हाम्रो यो गीत तुप्माको चाहिँ प्रोजेक्ट सुरु भएको आज दोस्रो दिन हो हैन हामीले सकाएको छौँ र यो गीत चाहिँ हामीले वैशाख 1 गते रिलिज गर्दैछौँ तपाईहरु सबैले मलाई माया गर्ने दर्शकहरूले चाहिँ सबैले चाहिँ यो गीतलाई हेरेर सुनेर शेयर गरेर चाहिँ साथ दिनु होला भन्न चाहन्छु यही च्यानलबाट सम्पूर्णलाई माया पनि भन्न चाहन्छु नमस्कार ल साथीभाइ हो लाग्यो हामी चाहिँ बेसीतिर सामान सबै बोकेर यहाँ हुनुहुन्छ हाम्रो कस्तो निस्के त यसरी गर्दा त हाम्रो सर हुनुहुन्छ उहाँ आफ्नै तालमा व्यस्त हुनुहुन्छ हामी आफ्नै तालमा छौँ गाह्रो छ अब तपाईँ त परदेखि त कमिला जत्रै देखिनु हुँदो रहेछ मिस कमिला जस्तै देखिनु हुँदो रहेछ हेर्नु त लु गाइज यहाँ हेर्नु त त्यस्तो के भन्नु
यता जबरजस्ती करानी फरक हेर्नु त यी छाती पनि आइपुग्नु हुन्न रहेछ त मिस गाह्रो रहेछ घरे तपाईको हर्लिक्स खानु बोर्नभिटा खानु सकेको त्यो खाएर बढ्ने उमेर पनि क्याल्सियम खानु थ्याङ्क यू सो मच धन्यवाद के भन्न चाहनुहुन्छ हाम्रो अडियन्सलाई म सबैजना धन्यवाद भन्न चाहन्छु स्पेसल उहाँले मलाई छोटो भन्नुभएकोमा झन् धन्यवाद म बुढी हुँदै हुँदिनँ हो हेरौँला बुढी जस्तो देखिन्छ त छैन नि देखिन्छ नि मैले भने त 35-36 देखिन्छ भन्ने के खानुहुन्छ म एउटा मोहितो एउटा सिजलर अनि पेपरोनी पिज्जा ए फुलेमा फुल्यो लेकेमा माथि राजी हुनुहुन्छ भने मै छु नि जीवन साथी ए एक्लै छु हजुर घरमा पनि हजुर छ एकछिनै जिग्जागो मिसको मितिनीहरूले पर पर्खिराख्नु भएको छ मिस मिस मितिनीहरू पर्खिराख्नु भएको रहेछ स्वागतको लागि पर्खिराख्नु भएको छ दुइटै हो आफ्नो तरिकाले बुझ्नुहोस् न दुइटै हो बुझ्नुहोस् आफ्नो तरिकाले जसरी बुझ्नुहुन्छ बुझ्नुहोस् ला अनि छुट्टिए त मितिनीहरू त बिचरा रुन्छन् होला त जे होस् हाम्रो विकास भाइलाई चाहिँ बाटो थाहा रहेछ अनि विकास भाइको पनि यता झन्डै झन्डै अब ससुराली बन्ने अर्फरमा आयो नि त ए हो र अनि यो उकालो नै जाने बाटो रहेछ भने चाहिँ के हार्छौ उकालो नै जाने बाटो रहेछ भने चाहिँ के हार्छौ खासमा विकास भाइको घर चाहिँ कता हो कसको कसो भन्नुभयो किन के छ केपी ओली गाउँलाई ए होइन अब पाहाडको बाटो मलाई त थाहा नै हुँदैन के हो कन्फ्युज हुन्छ अघि एकछिन म त हराएर अनि न अगाडि साथीहरू छन् न पछाडि साथीहरू छन् कता जाम भयो अघि त्यहाँनिर त्यो बेहुलीको सुट गर्ने ठाउँमा नमस्ते हो सबैजनालाई यही आउने वैशाख 1 गते हाम्रो चाहिँ तुप्मा भन्ने म्युजिक भिडियो आइरहेको छ सबैजनाले हेरेर इन्जोय गर्नुहोला फाइनली हाम्रो सुट सकिसकेको छ हामी अहिले धरानको जङ्गलमा छौँ यहाँ हाम्रो साकेलाको सुट थियो अन्तिममा त्यो सकेर अब चाहिँ हामी हाम्रो सुटको एन्ड गर्छौँ र यो भिडियो पनि यहीँ समाप्त गर्छौँ Thank you for watching. Don't forget to like, comment, share, subscribe.